धेरै पहिला चाहिँ कविता लेख्ने गरेको थिएँ कलेज पढ्दै गर्दा अथवा +2 पढ्दै गर्दाखेरि भनौँ। त्यस पछाडि यो कविताको लाइन चाहिँ मबाट छुटेको थियो। बिचबिचमा कहिलेकाहीँ एकाध लेख्नेदेखि बाहेक म लेख्दिनँ थिएँ त्यसरी। अनि दमकको बेलडाङ्गीबाट चाहिँ एउटा प्रयास सुरु भयो। राजधानीदेखि बाहिर चाहिँ माई प्लेटफर्म मेरो कविता एउटा रियालिटी सोको लागि चाहिँ त्यो सुरुवात हुँदाखेरि चाहिँ मलाई पनि त्यो अडिसनमा जाँदाखेरि मलाई पनि चाहिँ एउटा कविता लेख्छु कि अथवा चाहिँ केही म भित्र पनि कविता छ कि जस्तो फिल भयो क्या। अनि सो मैले चाहिँ त्यसमा चाहिँ अनलाइन पार्टिसिपेटमा भाग लिएँ। अनि त्यस पछाडि म टप 12सम्म चाहिँ पुगेँ। त्यस पछाडि चाहिँ म आउट हुन पुगेँ। भोटको कुराहरू पनि रहन्छन् त्यसमा, तर कमसेकम म कविता लेख्दो रहेनछु। कविता जस्तो जस्तो नेर ल्याउनको लागि चाहिँ के गर्न सकिँदो रहेछ भन्ने कुराहरू चाहिँ मैले थाहा पाएँ। त्यो प्रोग्राममा सहभागी भएपछि जजहरूको चाहिँ एउटा र साथीहरूको चाहिँ एक खालको सहकार्यबाट चाहिँ त्यो कुराहरू थाहा पाएँ र अलिअलि कविताको नेर ल्याउन थालेको छु। एउटा कविता सुनाउन चाहन्छु म तपाईँहरूलाई। धेरै वर्ष भयो तुलसाको मठमा बालेको दियो, आज तेल सकिसकेको छ। अब उज्यालो भन्दा आँखा पोल्ने धुवा मात्रै दिन्छ त्यसले। प्रतीक्षा पहिले प्रार्थना थियो, अहिले घाउ बनेर छातीभित्र दुख्छ। नदी बनेका सपना किनार खोज्दै मेरै आँखाबाट बग्छ। तुषारोको सिरेटोमा खाली मन के तिमी सक्छौ? छातीमा आगो बोकेर हिउँको देशमा बाँच्न। आउने भए आजै आकाश चिरेर आइजाऊ, आउने भए आजै आकाश चिरेर आइजाऊ। आशाको दियो निब्नु अघि नै हिँड्छु म पनि। प्रतीक्षाको तर्पणमा पल पल मरेर जिउनु भन्दा यात्रा त दुखे पनि बाँच्न मिल्छ। बरु जान्छु ल।